हामी सिकाउँछौँ बालु आगो बाल्न केही दिँदैन ओके मानौ हामी यहाँ सम्पूर्ण यो आगो हाम्रो घरमा आँगनमा किचनमा कोरिडोरमा कहीँ पनि लागेको देख्यौँ अब यो आगो लाग्दैछ भने यो आगोको जुन चाहिँ हाइट छ तपाईको 2 फिट भन्दा माथि राजकुमार सर आगो छ भने तपाई ओ राजकुमार सर हिरो बनेर आगो निभाउन नजानुस् भनेर यसलाई यो साइड लाइनले भिज्छ के यो निकाल्दिनु कुनामा राख्दिनु यो भिज्ने कुरा कुनामा राख्नु न त्यति मात्र राख्दिनु कुनामा के एक्सटिङ्ग्युसर छ त्यो एक्सटिङ्ग्युसरको प्रयोग गरेर हामी आगो निभाउँछौँ ल अब यो आगो निभाउनको लागि लोकेन्द्रजीले आगो निभाउनु त्यसलाई पास सिस्टम भन्छ फुल द पिन अनि त्यसपछि एम एक्सक्युज गरेर यसलाई हामी आगो निभाउँछौँ र आगो फायर एक्सटिङ्ग्युसरको मद्दतबाट हामी कसरी गर्छौँ पहिला एउटा पिन हुन्छ त्यो पिनलाई तान्नुहोस् यो कसरी खोल्ने हो जानेको मान्छेले पहिले जान्न त्यसलाई तान्नु न डाइरेक्ट हो अब तानेपछि आफै आउँछ एउटा लक लागेको हुन्छ त्यो लक आफै खुल्छ सिल हुन्छ र खुल्छ अब खुल्छ यसलाई एम गर्ने पहिले नगर्ने तल गर्ने बेसमा राखेर तपाईँ अब स्क्युज गर्नुहोस् उतापट्टि ट्रिगर दबाउनुहोस् अलिक पर बसेर बस सक्यो भयो धेरै युज नगरोस् तुरन्तै आगो निभ्यो अब फेरि यहाँहरू कसैले डेमोन्स्ट्रेट गर्न चाहनुहुन्छ भने अब कार्की सरले एकचोटि हान्नु होला फेरि आगो बाल्दिनु होला र यसमा कहिले पनि खेलाची गरेर केटाकेटीहरूले यस्तो कहिले पनि यसको प्रयोग नगर्नु होला अन्य बेलामा यो आफैमा महँगो चिज हो र यो चाहिँ हानिकारक पनि भइसकेन तसर्थ यो आपतकालीन अवस्था बाहेक यो आउन जाने यहाँ कार्यक्रममा यसको प्रयोग गर्न मनाइ छ अब ठिक छ ल यो पाइपलाई चाहिँ यतिकै छोड्दिने हैन पाइप समात्ने पाइप होल्ड गर्ने तलको त्यो सेतो भाग पाइप आगो कहाँ छ नि पाइप पकाउनु पर्यो नि त सेतो भाग बढी चिसिएर तपाईको हात तासिन सक्छ बस ओके सजिलो निप्दछ अब हामीसँग यसका लागि उपयोग गर्ने विधि हामीले देखाइसकेका छौँ एक्सटिङ्ग्युसर कसरी प्रयोग गर्ने यहाँहरू सबैलाई यो जानकारी भयो यसले पक्कै पनि असल काम गर्दो रहेछ भनेर देखिसक्यौँ अब त्यस्तै गरेर एकजना महिला दिदीलाई ओके संसदीय भाउजूले प्रयोग गर्नुहुनेछ फेरि बालौँ यो प्रयोग गर्दाखेरि अलिकति हावाको गतिलाई पनि यहाँले ध्यान दिनुपर्ने हुन्छ हावाको गतिलाई पनि ध्यान दिनुपर्ने हुन्छ हावाको गतिले हावा कताबाट आएको छ र आगोको ज्वाला कता गएको छ त्यसको विपरीत दिशामा बसेर तपाईँले यसको प्रयोग गर्नुपर्ने हुन्छ सेतोमा नसमाउनु कालोमा समाउनु माथिको ट्रिगर दबाउनु सेतोमा समाउनु हुन्न त्यसमा हात टाँसिन सक्छ तर तिमी बेसमा हो थ्याङ्क यू सो मच निकै आगो निभाउँदैछ जहिले पनि यसले हामीले के गर्यौँ यो आगो लागेको बेलामा हामीले अक्सिजनलाई हटाउने काम गर्यौँ अक्सिजनले कट गर्ने काम गर्यौँ हामीले उताको मान्छे सब भाग्नु भएछ हो तर यस्तो मेड भन्दा पनि घरको मान्छेले सिक्यो भने मेड त भनेको अब एउटा आउँछ फेरि अर्को आउँछ एउटाले सिकाएर के गर्ने घरबेटीले सिक्यो भने चाहिँ मेडलाई जसलाई पनि सिकाउन पायो नि त मेड त राम्रो सेलेरी पाउँछ गइहाल्छ यो पनि एक्सपायर हुन आँटेको छ यसरी पाउडर हाल्दैन नि यो त एकचोटि खोलिसकेपछि वान टाइम युज हो दाइ वान टाइम युज हो अलिकति भयो सक्यो ओके हामीले अब यो CO2 एक्सटिङ्ग्युसरको प्रयोग गर्ने विधि अझै सरले सर अलिक टाढा बसेर यसलाई अलिकति दूरी मेन्टेन गर्न सक्नुपर्छ टाढाबाट हान्दा पनि हुन्छ सर अब यो सकिसकेपछि यसलाई रिफिल गर्नुपर्छ यो वान टाइम युज हो अब यसको वान टाइम युज हो क्या यसलाई हामीले प्रयोग गर्नको लागि यो रेडी छ भनेर हामी राख्दैनौँ
अलिक परबाट हान्नु न परबाट आगोको भुइँमा नडराइकन थोरैले पनि काम दिन्छ यसलाई बढी प्रयोग गरेर बढी यसको किन सक्नु यसलाई होइन धेरैचोटि पुग्न सक्छ अरू कोही इच्छुक हुनुहुन्छ आउनुहोस् एकचोटि हेर्नुहोस् गर्नुहोस् देखाउनुहोस् आफू कन्फिडेन्ट बन्नुहोस् र अरूलाई भोलि कतिवटा सिकाउनुहोस् नडराइकन गर्नुहोस् भनेर देखाउन सकिन्छ हामी आगो लाग्नु भएको बेलामा बढी मात्रामा आत्तिएर तपाईँ कताबाट हावा आएको छ भन्ने कुरा त त्यो आफै जलिरहेको हुन्छ यो त बाहिर छ बाहिरको जसरी पनि मान्छेले निभाउन सक्छ क्या बाहिरमा जुनै पनि बदल्न सक्छ मेन कुरा आगोमा त के अरे मेन अब घरभित्र कस्तो राम्रो ग्यास छ हावा चाहिँ हुनु पर्यो हावा पनि चाहियो आफूपट्टि हावापट्टि हाल्नु पाएन भएन आफैपट्टि आउँछ अझ यो त सही छ अझ पानीबाट जोगिनु पर्ने पानीको झन् हत्तै बस्छ नि त अनि हावाको बेला पऱ्यो नि पानीको अलिकति देखाएको छ पानीको चाहिँ हाम्रो चाहिँ पहिलो कुरा ग्यासमा आगो लाग्ने कसरी चलाउने क्या निभाउने उपकरण छ थ्याङ्क यू सो मच ब्रेभ लेडी ब्रेभ लेडी बेस हान्ने क्या त जरा ल सबलाई सिकाऊ सबलाई